हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान हो, अर्थात् यहाँ स्थानीय भाषाबाट यसलाई दोमुग भनिन्छ। यो निकै नै ऐतिहासिक मात्र छैन, यो धार्मिक पुरातात्विक हिसाबले, पर्यटकीय हिसाबले, सबैका हिसाबले निकै महत्त्वपूर्ण छ। यो सानो उतातिरको खोला मुगु यो चाहिँ मुगु जिल्लाबाट आउने मुगु कर्णाली हो भने यो चाहिँ ठुलो खोला छ, यो हुम्लाबाट आउने हुम्ला कर्णाली हो। यसको चाहिँ यो मयूरमुखी हिमाल जुन चीनको तिब्बतको क्षेत्रतिर मयूरमुखी हिमालबाट आएको यसको मुहान भन्ने गरिन्छ भने यो मुगु कर्णालीको पनि एकदमै तीर्थस्थलबाटै आएको मुहान हो। यहाँ चाहिँ यो असाध्यै मलाई अर्को हिसाबमा यसलाई चाहिँ मानसरोवरको यो एउटा यो ठाकुरज्यू आएर यता बस्नु भएको भन्ने किंवदन्ती छ। यहाँ तपाईँहरूको के हुन्छ भने कतैबाट ल्याए अथवा गाई ल्याएन अथवा पशुवस्तुहरू भएनन् भने पनि यता गोजु काट्ने प्रचलन छ। विवाह व्रतबन्ध गर्दाखेरि पनि व्रतबन्ध गर्ने पनि ठाउँ यो हो। जस्तो यहाँ नजिक चाहिँ के अरे यो यहाँहरूले देख्नु भएको छ, यहाँ नजिक त्यहाँ देवीको थान छ, त्यहाँ चाहिँ व्रतबन्ध गर्ने सबै काम गर्ने चाहिँ यता गरिन्छ भने यो मुगुतिर यो छाया क्षेत्रदेखि सबै ईश्वर अब समयजू अथवा गुरा सबैको यो चाहिँ यहाँ मुगुको देवताहरूको लागि चाहिँ यता मन्दिर बनाउने काम गरिरहेको छ। यदि अब अहिले यो कर्णालीको के अरे बर्खामा आउने बहावका कारण चाहिँ यहाँ धेरै नदी कटान गरेका हिसाबले चाहिँ अहिले पछिल्लो समय यो मर्मत सम्मारको काम भइरहेको छ। यो त्यो कामले गर्दाखेरि यहाँ यसरी काम भइरहेछ। अब यो चाहिँ हुम्ला हो, पहाडीतिरको यो हुम्ला हो। यो हुम्लाको ठुलो यहाँबाट माथि देवी यहाँ बसिरहेको भन्ने किंवदन्ती छ। त्यही भएर यहाँले आउनुभयो भने यो ठाउँ चाहिँ निकै नै रमणीय छ। यो हुम्ला र मुगु कर्णालीको दोभान हो। यो कर्णाली कोरिडोर कैलाश मानसरोवर जाने चाहिँ एउटा बाटो पनि हो।